नमस्ते। अहिले हजुरले भर्खरै प्रचारमा देख्नु भएको धेरै मन पराउनु भएको यो ड्रोनको डिटेल भिडियो हामीले सानो यो कसरी चलाउने के आउँछ यसमा भनेर डिटेल भिडियो बनाइदिएको छ। यसलाई चाहिँ यो एकदमै मन पराइदिनु भएको छ। यसमा चाहिँ हजुरले यो एउटा क्युट यो बक्स आउँछ। यो बक्स भित्र हजुरले एउटा यो ड्रोन पाउनुहुन्छ भने अनि अर्को भने चाहिँ यो रिमोट आउने भयो। अनि यसमा सँगसँगै यो एक्स्ट्रा किटहरू आउँछ जसमा यो फ्यानहरू भयो अनि यसको फ्यानको यसको प्रोटेक्टर भयो। यो चाहिँ यो ड्रोन भित्र आउने सामानहरू भयो। यसमा चाहिँ हजुरले यो चाहिँ रिचार्जेबल हुन्छ भने यसलाई चार्ज गर्दै चलाउन मिल्यो भने यसमा चाहिँ अर्को भने चाहिँ यो चाहिँ हजुरले यो रिमोटमा चाहिँ नर्मल डबल ए ब्याट्री लाग्छ है। अब यसलाई कसरी चलाउने भनेर ट्याक्क यहाँनिर चाहिँ हजुरको एउटा यो ब्याट्री हुन्छ, यहाँनिर यो लाया हुन्छ, यहाँनिर ब्याट्री हुन्छ। यसलाई चाहिँ मजाले टक्क यसरी चाहिँ पुरै लगाइदिनुस् र यसको बिचमा चाहिँ यो पावर बटन हुन्छ है। यो पावर बटनलाई यसरी थिचिराख्नुस्। अब यो अन भयो, हजुरले बत्ती बल्याए देख्नुभयो। अनि त्यसपछि चाहिँ हामीले यो रिमोट अन गर्नु पर्यो है। रिमोट अन गर्ने बित्तिकै टक्क यहाँनिर चाहिँ रिमोट अन गर्ने बित्तिकै अब यहाँ चाहिँ टक्क साउन्ड पनि आयो, यसको स्टेबल भयो है। यो लाइट चाहिँ बन्द भयो। अब यसलाई चाहिँ हजुरले यो फ्लाइटको मोड हुन्छ माथि उडाउने र यो बसाउने दुइटै हुन्छ। यहाँनिर चाहिँ हजुरले सुरुमा चाहिँ यसलाई टक्क यसरी चाहिँ अन गरिदिनुस्, सट्ट जाने हुन्छ है। अब यसलाई चाहिँ मजाले हजुरले टक्क यो चाहिँ बसाउनेवालाले चाहिँ सट्ट गरिदिनु भयो भने तल बस्छ। अब यो भने चाहिँ तपाईँले इन्डोर भन्दा आउटडोरमा बाहिर चाहिँ उडाउनु होला। सानो एरियामा चाहिँ किनभने ठोक्यो भने जान सक्छ। यो भने चाहिँ तपाईँले सिक्नको लागि एकदमै राम्रो। अब तपाईँले महँगो ड्रोन किन्नुभयो, एकै दिनमा बिग्रियो भने त्यो मजा भएन नि त हो। यो चाहिँ हात बसाउन र सिक्नको लागि एकदमै युजफुल छ यो E99 ड्रोनमा, जसमा तपाईँले सिङ्गल ब्याट्री पाउनुहुन्छ भने डबल क्यामेरा पनि हुन्छ। यो चाहिँ मोबाइलमा कनेक्ट गरेर मजाले कनेक्ट गरेर हजुरले हेर्न सक्नुभयो। अब सँगसँगै यसमा चाहिँ हजुरले एक्स्ट्रा किटहरू आउने भयो। यो भने चाहिँ यो फ्यान यो पंखाको यो पखेटा भयो। अनि अर्को भने चाहिँ यसलाई प्रोटेक्ट गर्ने यो सबै सामान यसमा आउने भयो है। अब यहाँ पछाडि चाहिँ ड्रोनको ब्याट्री हुन्छ, यसलाई चाहिँ यसरी निकालिदिनुस्। यहाँनिर चाहिँ हुन्छ है। यो ब्याट्री निकालेर हजुरले माइक र डाटा केबल यसैमा आउँछ, नत्र नर्मली हाम्रो मोबाइलको चार्जरबाट चार्ज गर्न मिलिहाल्यो। टक्क पारेर यसलाई मजाले उडाउन मिल्यो। यो भने चाहिँ तपाईँले नर्मली सिक्नको लागि या रमाइलोको लागि एकदमै दामी यो चाहिँ ड्रोन हामीले एकदम सस्तोमा पनि मार्केटभन्दा धेरै सस्तोमा ल्याइदिएको छ। अनि चलाउन पनि सजिलो हुन्छ है। सुरुमा गाह्रो होला, त्यही भएर तपाईँले अलिक खुल्ला ठाउँमा चाहिँ उडाउनु पर्यो। घरभित्रै उडाउन थाल्नुभयो भने यो काहीँनिर ठोक्यो भने बिग्रिन सक्छ। यसमा कुनै वारेन्टी हुँदैन। चलाउन जान्यो भने मजाले चल्छ है। यो टक्क हेर्नुहोस् त, म तपाईँको गाडी चलाइदिन्छु सट्ट पारेर मजाले। अब यसलाई चाहिँ टक्क बसाइदियो भने सट्ट बस्छ। ल हेर्नु कति सजिलो छ नि। चलाउन जान्यो भने मजाले चलाउन सकिन्छ। यो चाहिँ सिक्नको लागि या रमाइलोको लागि एकदम दामी यो चाहिँ ड्रोन, जसमा डबल क्यामेरा भइ नै हाल्यो अनि रिमोट पनि भइहाल्यो। चाहियो भने मजाले अर्डर चाँडो कन्फर्म गरिदिनु होला। हामीसँग थोरै स्टक छ, सस्तोमा पनि ल्याइदिएको छ। जम्मा 2500 भने धेरै नै मार्केटभन्दा सस्तो हो। चाहियो भने मजाले अर्डर गर्न सक्नुहुन्छ। तर यो चाहिँ टक्क चाहियो भने हस्तान्तरण